हेलो नमस्ते साथीहरू। आज म एकदमै नयाँ ठाउँ है आएको छु। यहाँ जापानको यो मन्दिर अनि यहाँ माथि चाहिँ एउटा म्युजियम जस्तो छ है। एकदमै राम्रो ठाउँ छ। बाटोमा जाँदैछु। एकदमै उकालो सिडी रहेको छ यो ठाउँ चाहिँ। एकदमै रमणीय ठाउँ। यहाँलाई पक्कै पनि राम्रो लाग्छ होला। जङ्गल है, एकदमै राम्रो उकालो छ है साथीहरू। उकालो आज बिदाको दिन पारेर यहाँ चाहिँ एकदमै राम्रो मूर्तिहरू। गौतम बुद्धको चाहिँ के भगवान होला सायद, बेला राजा जस्तो देखिन्छ होइन। गौतम बुद्ध एकदम पुरै ढुङ्गाबाट बनेको मूर्तिहरू, एकदम राम्रो है। मान्छेहरू धेरै आइराख्ने ठाउँ। नल्ली साथीहरू चाहिँ आइपुगे। ठाउँ चाहिँ एकदमै राम्रो, मान्छेहरू धेरै आउँछन्। यहाँ चाहिँ साकुरा फुलेको छ, यस्तो राम्रो। पुरानो यो महल रहेछ। यहाँबाट सबै कुरा देखिने भएको भएर माथि चाहिँ टेलिस्कोप सबैतिर हेर्नु मिल्ने, चारैतिर एकदम राम्रो ठाउँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै राम्रो ठाउँ छ, रमणीय ठाउँ। यो म्युजियमको पछाडि चाहिँ यस्तो किसिमको वातावरण छ, एकदमै शान्त पिसफुल होइन। यहाँ पछाडिपट्टि चाहिँ चिया बगानहरू छ। यहाँहरूलाई देखाउँछु चिया बगान, एकदमै राम्रो ठाउँ।
बसेको ठाउँबाट नजिकै भनौँ राम्रो ठाउँ, अलिकति आइटी ठाउँमा छ। बच्चालाई सुरुकै उचालेर भयो। राम्रै चिया बगान कति राम्रो व्यवस्थित तरिकाले खेती गरेका हुन्छन् यहाँ चाहिँ। एकदमै त्यहाँ उता चाहिँ के रहेछ, त्यो के फल रहेछ, जापानको गाउँ एरियामा हुने घरहरू चाहिँ नेपालको जस्तै खालको छानो दुईपट्टि परेर राम्रो खालको हुन्छ। भित्र चाहिँ डिजाइनहरू राम्रो हुन्छ, बाहिरी आवरण चाहिँ नेपालको जस्तै। त्यो चाहिँ कागतीहरू कस्तो राम्रो भएकै एकदमै राम्रो ठाउँ साथीहरू। यो बिरुवा चिन्नुहुन्छ, यो चाहिँ नेपालतिर होइन, अब गाउँघरमा यो चाहिँ घाँस हुन्छ है, सायद देख्नु हुनेहरूले चिन्नुहुन्छ होला सायद। जापानमा पनि हुँदो रहेछ यो, मैले धेरै ठाउँमा देखेको छु यो घाँस। यो घाँसलाई पनि यो घरहरूमा, घर अगाडिपट्टि राम्रो बनाएर रुखलाई चाहिँ एकदम कटिङ गरेर एकदम राम्रो बनाएर राखेको हुन्छ कि यिनीहरूले चाहिँ। एकदम राम्रो छ यो ठाउँहरू। जापानको टेक्नोलोजी है। यहाँ चाहिँ यो नाइटमा चाहिँ पुरै यो साकुरा फुलेको ठाउँमा चाहिँ पुरै लाइटिङहरू भएर एकदमै रमाइलो हुन्छ ठाउँमा चाहिँ। साथीहरू चाहिँ फर्किने क्रममा है त, चाहिँ फुल फुल्ने सिजन भएर कति राम्रो राम्रो फुलहरू छन् क्या है। चाहिँ मन्दिर हो, एकदमै राम्रो मन्दिर, यस्तो कलात्मक हुन्छ यहाँको बनाउने शैली। यो कति वर्षदेखि अगाडिको रुखहरू होला, कति संरक्षण गरेर राखेको छ। यतै लोभलाग्दो चिजहरू है। Yeah.